सरकारले कक्षा 5 सम्मको परम्परागत परीक्षा प्रणाली हटाउने निर्णय गरेसँगै शिक्षा क्षेत्रमा नयाँ बहस सुरु भएको छ। विशेषज्ञहरूका अनुसार परीक्षा पूर्ण रूपमा हटाउँदा विद्यार्थीमा अध्ययनप्रतिको गम्भीरता घट्ने सम्भावना बढ्न सक्छ। सानो उमेरदेखि नै मूल्याङ्कनको अभ्यास नहुँदा विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र अनुशासन कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेको छ। परीक्षाले विद्यार्थीको वास्तविकता क्षमता मापन गर्न सहयोग गर्न भएकाले यसको अभावमा शिक्षकहरूलाई पनि विद्यार्थीको स्तर पहिचान गर्न कठिन हुन सक्छ। त्यसैगरी प्राथमिक तहमा परीक्षा नदिएका विद्यार्थीहरू उच्च शिक्षामा पुग्दा अचानक बढ्ने दबावका कारण अझ धेरै तनावमा पर्न सक्ने विज्ञहरूको भनाइ छ। यसकारण कतिपय शिक्षा विज्ञहरूले सरकारको यो निर्णयले बालबालिकाको समग्र सिकाइ प्रक्रियामा दीर्घकालीन नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्।